मसुरी 1993 अफ्रिकाको युद्ध र भोकमरीले ग्रस्त देश सुडान त्यहाँ पुगेका थिए फोटो पत्रकार केभिन कार्टर। त्यो दिन उनले एउटा यस्तो दृश्य देखे जसले पछि सिङ्गो संसारलाई रुवायो। भोकले कङ्गाल जस्तै बनेको एउटा बच्चा बिस्तारै बिस्तारै राहत शिविरतर्फ घर्सिँदै गइरहेको थियो, तर केही टाढा एउटा गिद्ध उसैको प्रतीक्षा गरेर बसेको थियो। त्यो दृश्य यति भयभीत भयो कि केभिन कार्टरले तुरुन्त आफ्नो क्यामेरा उठाए र त्यो क्षण तस्बिर कैद गरे। फोटो विश्वभर फैलियो। मानिस स्तब्ध भए, कतिपय रोए, कतिपय रिसाए, किनभने त्यसपछि एउटा प्रश्न सबैले सोध्न थाले, फोटो खिचेपछि त्यो बच्चालाई के भयो? केभिन कार्टरमाथि धेरै आलोचना भयो। मानिसले उनलाई निर्दय भने, यद्यपि उनले गिद्धलाई त्यहाँबाट धपाएको भनिन्छ। तर त्यो दृश्य, त्यो भोग, त्यो मृत्युको वातावरण उनको मनभित्रको गहिराई घाउ बनेर बस्यो। त्यही पछि तस्बिर उनका लागि संसारकै प्रतिष्ठित पुलित्जर प्राइज जिते, तर त्यो सफलता पनि उनलाई बचाउन सकेन। मानसिक तनाव, अपराधबोध र जीवनका सङ्घर्षबीच केही महिनापछि केभिन कार्टरले आत्महत्या गरे। आज पनि त्यो तस्बिरलाई संसारले सबैभन्दा पीडादायी तस्बिरमध्ये एक भनिन्छ, किनकि कहिलेकाहीँ एउटा फोटो केवल दृश्य मात्र होइन, मानवताको पीडा र बोलेको हुन्छ।